भाइले एउटा नोटिस हजुरले तपाईको युट्युब च्यानल मार्फत चाहिँ फ्लो गरिदिनु पर्यो सर, अथवा भनौँ एनएबी को सम्बन्धित निकायसम्म पुर्याउन सक्नुहुन्छ त। मेरो मनदेखि नै मलाई लागेका कुराहरू मैले लेख्दैछु, मैले प्रस्फुटन गर्दैछु। मलाई लाग्छ मेरो मनको कुरा मात्र होइन, यो 5 लाख विद्यार्थीको भविष्यको सवाल पनि हुन सक्छ, अथवा भनौँ यी 5 लाख विद्यार्थीहरूले बोल्न नसकेको कुरा मैले पनि बोल्न सकेको हुन सक्छु। त्यसकारणले गर्दा तपाईको च्यानल मार्फत अथवा तपाईले सम्बन्धित निकाय समक्ष चाहिँ यो पुर्याइदिनु भयो भने सहज हुनेछ दाजु भनेर चाहिँ एकजना भाइले मलाई मेसेज गर्नुभएको थियो। र उहाँले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ बारम्बार परीक्षा सार्ने यो खेल बन्द गर सरकार, हामी विद्यार्थी हौं, मनोवैज्ञानिक प्रयोगको ल्याबमा राखिएको मुसा होइनौं। तिमीले जति बेला चाह्यो परीक्षा सार्ने, जति बेला चाह्यो परीक्षा गराउने। हामी पनि विद्यार्थी हौं, हाम्रो पनि मानसिकता छ, हामीले पनि उत्सुकताका साथ परीक्षाको तयारी गर्दैछौं। भोलि हाम्रो पनि भविष्यको सवाल छ, मेरो मात्र भविष्य हैन, 5 लाख विद्यार्थीको भविष्यको सवाल छ। कोही शिक्षकका छोराछोरी पनि होलान्, अथवा भनौँ तिमीहरू आफै एनएबी बोर्डमा काम गर्दैछौ, तिमीहरूका छोराछोरी पनि होलान्, तिमीहरूका छोराछोरी पनि को भविष्य पनि अन्यलमा छ। डियर एनएबी, अब समयमै परीक्षा भएन भने हामी एक्जाम हलमा जाँदैनौँ। शिक्षक एक्जाम हलमा होइन, हामी एक्जाम हलमा जाँदैनौँ, आन्दोलनमा जान्छौँ अनि चिच्याउँछौँ पास गर, पिस दे, हामीलाई मेन्टली टर्चर नदे भनेर। हाम्रो माग तनाव होइन, समाधान दे, परीक्षा होइन प्रमोसन दे, धन्यवाद भनेर चाहिँ त्यो भाइले मलाई पर्सनल्ली एउटा मेसेज लेखेर पठाएको छ। सो यो मेसेजको एउटै मात्रै के कुरा हुन्छ भन्दा अहिले जुन शिक्षक महासंघले चलाइरहेको आन्दोलन छ र आज मात्रै 3टा समूहद्वारा आन्दोलन चाहिँ माइती घरमा गर्ने भनेर भनिएको थियो, तर शिक्षक महासंघले आन्दोलन सुरु गरेको 1 घण्टा नबित्दैखेरि अरू पनि आन्दोलनको कुरा सुनेर भागेका छन्, अथवा भनौँ उनीहरूले चाहिँ अब यो आन्दोलनलाई हामी कडाइका साथ अझ निगरानीमा राखेर सञ्चालन चाहिँ गर्नेछौँ, तर अहिलेका लागि तत्काल 1-2 घण्टाका लागि स्थगित गर्ने भनेर पनि सूचना हामीले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सक्छौँ। अथवा एउटा कुरा भनौँ, तपाईले सामाजिक सञ्जालमा फैलिरहेका भ्रम र नकारात्मक त्रुटिहरूका कारणले गर्दा विद्यार्थीको धेरै मानसिकतामा तनाव सिर्जना हुन आएको छ। कसरी तनाव सिर्जना हुँदैछ भन्दाखेरि विद्यार्थीलाई एकातिर परीक्षाको टेन्सन छ भने अर्कोतिर तयारी गरिरहेको कुराहरू बिर्सिँदै गइरहेका छन्, जति पढे पनि बिर्सिरहेका छन्, त्यो तनाव छ। अर्को तनाव भनेको सरकारले आज एक्जाम सार्ने हो कि भोलि एक्जाम सार्ने हो कि भन्ने धेरै तनाव छ। अब एक्जाम सरु भनेदेखि नतिजा पनि टाइममा आउँदैन, नतिजा समयमा नआउनु भनेको मतलब तपाईले बुनेका सपनाहरू भोलि समयमै साकार नहुनु हो। आज तपाईलाई 1 दिन परीक्षा दिन ढिलो हुनु भनेको तपाईलाई 1 वर्ष बराबर लस हुनु हो। त्यो 1 वर्षमा तपाईले धेरै उन्नति र प्रगति र आफ्ना सपनाहरूका सञ्जालहरू चाहिँ फैलाउन सक्नुहुन्छ। तर एनएबी बोर्डले सकेसम्म समयमै परीक्षा गराउने भनेर चाहिँ पत्रहरू पनि विभिन्न सम्बन्धित निकायहरू, सुरक्षा निकायहरूसम्म चाहिँ पठाएको छ, जहाँ भनिएको छ कि शिक्षकहरूको उपस्थिति नभए तापनि नेपाल प्रहरीले चाहिँ सुरक्षा गार्ड चाहिँ एक्जाम हलमा प्रदान गरिदिनु पर्यो, ताकि हाम्रा विद्यार्थीहरूले समयमै एक्जामहरू दिन पाउन् र हामीले समयमै कपी चेक गरेर चाहिँ विद्यार्थीहरूको नतिजा सार्वजनिक गर्न पाऊँ। आज विद्यार्थीलाई 1 दिन ढिला हुनु अथवा 1 हप्ता ढिला हुनु भनेको चाहिँ उनीहरूको भविष्यमा चाहिँ 7 वर्ष बराबरको ढिला हुनु हो। त्यसकारणले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महासम शर्माले भन्नुभएको छ, हुन त एनएबी बोर्डले गर्न त खोजेकै हो, सकेसम्म शिक्षकहरूलाई चाहिँ चाँडोभन्दा चाँडो सरकार र शिक्षक महासंघ बीचमा चाहिँ समन्वय गरेर छिटो फर्केर एसीई को पनि नतिजा चाहिँ समयमै सार्वजनिक गर्नुपर्छ, अथवा भनौँ कक्षा 12 को एक्जाम चाहिँ जुन समयमा तोकिएको छ त्यो समयमै भयो भनेदेखि विद्यार्थीहरूको अन्योलता हटेर जानेछ। र हामीले सामाजिक सञ्जालमा कक्षा 12 को परीक्षा स्थगित भएको र वैशाखको 26 गतेदेखि मात्रै हुने भनेर चाहिँ धेरैवटा न्यूजहरू फेक न्यूज देखेका छौँ। त्यस्तो फेक न्यूजको पछाडि परेर र फेक न्यूजको च्यानलहरूलाई फलो गरेर तपाईहरूले आफ्नो मानसिक तनावलाई अझ धेरै वृद्धि गर्नु भन्दा पनि तपाईहरूले त्यस्ता च्यानलहरूलाई इलिमिनेट गर्नुहोस् र जुन अथेन्टिक सोर्सेसहरू छ त्यताबाट मात्रै न्यूजहरूको चाहिँ फलो गर्ने गर्नुहोस्, जस्तो एनएबी रिजल्ट न्यूज, त्यसपछि रुटिन अफ नेपाल बन्द। अब हाम्रै च्यानल मार्फत आएको न्यूजहरू पनि अथेन्टिक मात्रै हुन्छ र अर्को भनेको एनएबी बोर्ड सम्बन्धित निकायको सोर्सेसहरूको न्यूजहरू मात्रै तपाईले भेरिफाइड गर्नु होला। र अरू कुनै अपडेट आउने बित्तिकै हामीले तपाईहरुलाई दिनहुँ सर्कुलेट त गरेकै छौं, त्यसमा तपाईहरुले मन दुखाउनु पर्ने कुरा केही पनि छैन। तसर्थ मेरो पनि एउटै मात्र रिक्वेस्ट छ, मैले पनि एकजना सरलाई मेसेज लेखेर पठाएको छु र उहाँले भन्नु भएको छ सकेसम्म हामीले टाइममै परीक्षाहरू चाहिँ सञ्चालन गर्नेछौं। यदि परीक्षा टाइममै सञ्चालन भएन छ भनेदेखि सम्बन्धित निकायबाट आउने छ शिक्षा मन्त्रालयबाट, त्यही अनुसारले हामीले त्यो निर्देशन अनुसारले नै गर्नेछौं भनेर भन्नुभएको छ। तपाईको बढ्दै गइरहेको मानसिक तनाव र एक्जामको प्रिपरेसन गर्न नसकिरहेको यो घडीमा तपाईले यी यस्ता कुराहरू समस्या फेस गर्नु पर्दा तपाईलाई के लागेको छ आफ्नो मनको कुरालाई कमेन्ट बक्समा राखिदिनु होला। यो त्यो कमेन्ट बक्सबाट तपाईहरुको एक जनाको कमेन्ट जो सुइटेबल हुन्छ, जो राम्रो हुन्छ, त्यो कमेन्टलाई म सम्बन्धित निकायसम्म चाहिँ पुर्याइदिनेछु। जुन तपाईको कमेन्ट छ त्यो कमेन्टले पनि सम्बन्धित निकायको ध्यान आकर्षण
गर्न सक्छ र त्यो सँगसँगै तपाईहरुको एक्जाम समयमै भएर नतिजाहरू पनि समयमै प्रकाशित हुन सक्छ। किनभने शिक्षक आन्दोलनमा गएका छन् भन्नुको मतलब यत्रो 5 लाख विद्यार्थीको भविष्य अन्यलमा पार्ने होइन। त्यस्तो प्रकृतिको मूर्खताले गर्दाखेरि नै आज नेपालमा विकास हुन सकेको छैन। सो तपाईको विचारधारा के छ त्यो आफ्नो विचारलाई कमेन्ट बक्समा लेखेर पठाउनु होला र एकजनाको कमेन्ट चाहिँ जसको राम्रो हुन्छ म सम्बन्धित निकाय समक्ष तपाईको चासो, जिज्ञासु र गुनासोहरूलाई चाहिँ सम्प्रेषण गरिदिने प्रयास गर्नेछु र भ्रमको पछि नलागौं। सकेसम्म राम्रो तरिकाले आफैले प्रिपरेसन गरौं र मैले तपाईलाई चाहिने मटेरियलहरू पनि हाम्रो च्यानलमा हालिदिसकेको छु कक्षा 12 को म्यानेजमेन्ट फ्याकल्टीमा चाहिने जति र अरु कुनै नोटिसहरू आएको खण्डमा हामी तपाईलाई डाइरेक्टली नै सर्कुलेट गर्दिने छौं। त्यही भएर फेक न्यूजको पछाडी नलागौं। अहिलेसम्म परीक्षा स्थगित हुने, परीक्षा क्यान्सल हुने र परीक्षा सर्ने न्यूज 100% फेक नै हो। अहिलेसम्म कुनै पनि एनईबी बोर्डबाट चाहिँ केही पनि आएको छैन। त्यही भएर भ्रमको पछि कोही पनि नलागेर मैले विनम्र अनुरोध गर्दछु। र हामीले तपाईलाई चाहिँ वान शट भिडियोजहरु अकाउन्टको, इंग्लिशको, सोशलको र नेपालीको चाँडै नै अपलोड गर्दैछौं र फर्स्ट टाइम हाम्रो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्न भने नछुटाउनु होला।